हेलो नमस्कार, मेरो गार्डनिङ ब्लगमा तपाईलाई स्वागत छ। आज पनि मैले एउटा नयाँ भिडियो लिएर आएको छु। यो इस्कुस चाहिँ म कसरी रोप्छु म तपाईहरुलाई देखाउन गइरहेछु। यो इस्कुस चाहिँ म दुवै तरिकाले रोप्छु। यो यसरी दाना रोप्दा पनि हुन्छ, यो गुदी रोप्दा पनि हुन्छ। यो गुदी रोपेर यसरी भएको सबै यो तरकारी खाएर उसिनेर खाएर अनि गुदी चाहिँ यसरी रोपिदिने हो। यसरी पनि हुन्छ। अनि यो चाहिँ झ्याल छेउमा यसरी राख्ने, झ्यालमा घाम आउने ठाउँमा, नभए चाहिँ यो कुहिन्छ। यो चाहिँ झ्यालमा राखेको छु मैले। यो चाहिँ गुदीबाट बनेको हो। गुदी रोप्दाखेरि चाहिँ गुदी रोपेर यस्तो भएको छ मजाले। यो चाहिँ घमाइलो ठाउँमा राख्नुपर्छ, नमर्छ। यो चाहिँ मैले कन्जरभेटीमा राखेको छु। ल यत्रो भएको छ अहिले चाहिँ। मैले झ्यालमा राखेको थियो अनि योले चाहिँ लिएर अब चाहिँ कन्जरभेटीमा राखेको छु। एकदमै हाम्रोतिर चाहिँ एकदमै जाडो भएको कारणले चाहिँ यो चाहिँ चिसोले मर्छ बाहिर राख्दाखेरि चाहिँ। अनि घरभित्रै रोप्ने बेलासम्म चाहिँ राख्ने हो। यस्तै यो चाहिँ अब के अरे दानाबाट भएको, अनि यो पछाडिको चाहिँ गुदीबाट बनाएको। अनि मैले चाहिँ यो चाहिँ गुदीबाट बनाएको, अनि म चाहिँ यसरी सँगै एकै ठाउँमा राखेको छु। अहिले चाहिँ झ्यालमा राखेको थियो, अर्को चाहिँ यसरी भएको छ मजाले। अनि यो यसरी मुनाहरू आउँछ, यो चाहिँ काटिदिने हो। काट्दिने अनि काट्दाखेरि चाहिँ अनि मजाले झाँगिन्छ यसरी, नत्र त ठुलो बोट हुन्छ अनि सबैतिर ढाक्छ। यो त्यही छ, यस्तो दामी भएको छ है। यो छेउको चाहिँ भर्खर रोप्दै गरेको हो। यिनीहरू चाहिँ अलिक पहिला नै यो यसरी रोपेको, यस्तो मजाले भएको छ। यो लास्टको चाहिँ यो पछि रोप्दै गरेको, अनि यो भर्खर आउँदैछ। यसको चाहिँ पात पलाइसकेको छैन। यस्तो दामी भएको छ है, दामी। दामी भएको छ। यस्तो धेरै यो चाहिँ लौका, यसरी लौका पनि पलाइसकेको छ। यो चाहिँ काँक्राको बिरुवा हो, मैले अस्ति पनि देखाइसकेको छु। यो चाहिँ अहिले अलिक ठुलो भइसकेको छ। यो चाहिँ निकै अस्तिको भिडियो यो चाहिँ। ल यो चाहिँ इस्कुस चाहिँ यस्तो भएको छ आजको दिन। यो चाहिँ आजको भिडियो हो। आज मार्च 9मा चाहिँ यस्तो भएको छ यो दामी। यस्तो दामी भएको छ सबै, यस्तो धेरै। थ्याङ्क यू, बाई।